आज यो भिडियो हेर्दै गर्दा तपाईको मन धेरै थाकेको होला। जीवनमा अस्वीकार, धोका र पीडाले गर्दा तपाई जीवनमा हार्नु भएको जस्तो महसुस गरिरहनु भएको होला। कहिलेकाहीँ यस्तो लाग्छ कि कसैले पनि तपाईलाई प्रेम गर्दैन। तर आज एउटा कुरा बुझ्नुहोस्, तपाईको जीवन अति नै बहुमूल्य छ। तपाई कहिले पनि एक्लो हुनुहुन्न। परमेश्वर तपाईको साथमा हुनुहुन्छ। उहाँले तपाईलाई धेरै प्रेम गर्नुहुन्छ। भाइ, प्रभु यीशु ख्रीष्टले तपाईलाई निस्वार्थ प्रेम गर्नुहुन्छ अनि उहाँमा चाहिँ अनन्त जीवन छ। यो पढ्नुहोस् ल। सबै थाकेका र बोझले दबिएका हो, यीशु कहाँ आऊ, उहाँले तिमीहरूलाई विश्राम दिनेछ। हे सबै थाकेका र बोझले दबिएका हो, यीशु कहाँ आऊ, उहाँले तिमीहरूलाई विश्राम दिनेछ। तिमीहरूका सारा फिक्रीहरू येशूलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। तिमीहरूका सारा फिक्रीहरू येशूलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। आऊ येशू कहाँ, आऊ येशू कहाँ, आऊ येशू कहाँ, आऊ येशू कहाँ, आऊ येशू
ख्रिस्टको रगतद्वारा हाम्रो पापको क्षमा पाउँछ ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार पाउँछ ख्रिस्टको रगतद्वारा हाम्रो पापको क्षमा पाउँछ ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार पाउँछ आओ येशू कहाँ 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 जति पनि प्रभु उनको जीवनमा प्रभु उनको प्रभु यो अवस्थालाई उनको प्रभु यो प्रभु समयलाई यो भाइलाई तपाईँले भङ्गाल्नु भएको छ अनि तपाईँले प्रभु यिनलाई अब सम्हाल्नु भएको छ यिनको जीवनको सम्पूर्ण पीडालाई तपाईँले प्रभु आज हल्का बनाइदिनु भएको छ धन्यवाद तपाईँको प्रेमको लागि धन्यवाद तपाईँको छोरालाई प्रभु सम्हालिदिनु भएको लागि येशू तपाईँको जिउँदो नाममा आमेन।